वेलकम ब्याक टु माई च्यानल। आजभन्दा एक हप्ता पहिला मैले यो फोन एमाजोनमा अर्डर गरेको थिएँ, आज आएको रहेछ। दिस अनबक्स इट, स्टे ट्युन्ड। म कैँची लिएर रेडी भइसकेको छु। फोन चाहिँ भारी भरकम छ जस्तो छ, 0.6 केजी लेखेको छ यहाँ। पहिला त्यो दाइसोको भिडियो बनाउन जाँदाखेरि कैँची किनेको थिएँ, आज काममा आएको। अनि के हो यो भन्दाखेरि भने इट्स अ फोन, पोको F7 गेमिङ फोन, गेम खेल्नको लागि। यदि तपाईँ पनि गेम खेल्नुहुन्छ भने साथी बन्यौँ त। स्क्वाड बनाएर हान्नुपर्छ ल, दामी तरिकाले साथी बन्यौँ है। यो फोन चाहिँ मलाई लगभग 5 मन पैसा पर्यो। बोलो न बोलो क्या किया। 4GB ऱ्याम, 256GB रोम, व्हाइट। बक्स खोल्दाखेरि चाहिँ टक्कसँगले माथि एउटा खाम राखिदिएको रहेछ। के छ खाममा हेरिदिनु त। ओहो, चिठी हो। कभर पनि रहेछ। कभर चाहिँ कस्तो छ त, चिठीमा के लेखेको छ पढ्दिनु ल सजिलो। के छ त, कभर कस्तो क्वालिटीको छ भन्दाखेरि इट्स डिसेन्ट क्वालिटी। कभर मिल्नु नै ठुलो कुरा हो नि होइन, फोन किन्दाखेरि केही नै मिल्दैन। यसमा एटलिस्ट कभर त रहेछ, जस्तो क्वालिटीको भए पनि। अनि इट्स फोन, यसलाई चाहिँ एकछिनमा हेर्नुपर्छ। अहिले बाँकी के छ भनेर हेरौँ। केबल रहेछ, अरू खालको छ रहेछ होइन, त्यो मोबाइलको फोनको जस्तो टाइप A to C रहेछ। अनि अर्को भनेको चार्जर चाहिँ जापानमा प्राय कुनै पनि फोनमा आउनु थियो, यसमा चाहिँ आउँदो रहेछ। मैले धेरैवटा फोन किनेर हेरिसकेँ, अरू कुनैमा थिएन, यसमा रहेछ होइन। फेरि इट इज 90 वाटको रहेछ। वेट पनि राम्रै छ, राम्रै चार्ज हुन्छ होला। हिरोको रोल लास्टमा आउँछ भने जस्तै सबथोकलाई साइड लाएर पहिला हिरोलाई हेरिदिउँ होइन। अब जस्तो हिरो, अरे बाफ, इट छ त, इट के साह्रो भारी छ त। यो सी गाइस कस्तो छ, एकदम त्यो क्यामेरामा भएको लाइटले चाहिँ अलिक युनिक डिजाइन देखाउँदो रहेछ। नयाँ फोनमा के हो, स्पाइडरम्यानको स्टिकर टाँसेर पठाइदिएको छ त। इरानालाई चाहिँ साइडमा राख्दिउँ ल। डुअल टोन रहेछ, देखिन्छ देखिँदैन क्यामेरामा। यो चाहिँ ब्याक क्यामेराबाट हो, मैले देखिरहेको छुइनँ के देखिरहेछ भनेर। अनि फोन चाहिँ साँच्चै राम्रो लाग्यो मलाई चाहिँ। ओ लास्ट स्मुथ छ ल। यसको एकछिनमा क्यामेरा स्याम्पल यताउता सबै थोक गरेर म देखाउँछु हजुरहरूलाई। स्टे ट्युन्ड। अनि भिडियोहरू मन पर्दैछ भने जस्तो लाइक गरेर सब्सक्राइब पनि गरिदिनु होला। अनि वाइ गेमिङ फोन भन्ने कुरामा चाहिँ, गेमिङ फोन चाहिँ प्रोसेसर राम्रो हुन्छ, डे टु डे लाइफमा एकदमै स्मुथ चल्छ। अनि अर्को मेन कुरा भनेको म चाहिँ साह्रै फोटोसोटो नखिच्ने मान्छे भएको भनेर क्यामेरा इज नट द मेन प्रायोरिटी फर मी। दिस फोन इज पावर्ड बाई HyperOS। ओके, म जापानमा बस्छु, त्यही भएर निहोन्गो लेखिरहेछ। निहोन्गो चुत्तो हेता नानो दे इङ्ग्लिसै ठिक हुन्छ होला। रिजन जापानबाट नेपाल बनाऊ क्या है। जापानमा साह्रो धेरै एड आउँछ हौ, झुक्क्याइदिउँ न। नेपाल त कहाँ छ हौ, तल न तल छ त। आज चाहिँ नेपालमा चुनाव भइरहेको छ होइन। चुनावको के आयो कस्तो आयो रिजल्ट भनेर म एकदम आतुर छु, त्यो पनि थाहा पाउनुको लागि। यो फोन चाहिँ साह्रै राम्रो देखिँदो रहेछ, देखिनुलाई चाहिँ साँच्चै ग्लास हो यो। अनि यो चाहिँ लामो जस्तो छ है, अनि एकदमै प्रिमियम बिल्ड क्वालिटी, एकदमै iPhone 17 Pro Max भन्दाखेरि चाहिँ ह्यान्डी पनि छ जस्तो फिल भयो है मलाई चाहिँ ह्यान्डमा। त्योभन्दा अलिकति सानो साइजको जस्तो लाग्यो। टिक राम्रो रहेछ। यो अर्को पनि फोन छ मसँग एन्ड्रोइड, यो एक एनमा पाएको फोन हो। सिम कार्ड किन्दाखेरि दिन्छ यहाँ जापानमा। योभन्दा चाहिँ यसमा चाहिँ राम्रो फिडब्याक मैले फिल गरेँ, त्यो फ्रीको हो। यो चाहिँ फेरि साँच्चीकै 50,000को हो। फेरि फेस आइडी भन्दा पनि कम्फर्टेबल हुन्छ यो चाहिँ, जाडोहरू भएको बेला, मास्कहरू लगाएको बेला, अनि मफलरहरूले टाउकोहरू सबै छोपेको बेला चाहिँ राम्रोले काम गर्दैन फेस आइडीले चाहिँ। तर यो चाहिँ अलि राम्रो काम गर्थ्यो। अब यो चाहिँ कस्तो खालको फिङ्गर प्रिन्ट हो फेरि आई डोन्ट नो है, यो कुरामा पनि
साह्रो मिठो कलर रहेछ यो चाहिँ वाइट होइन। मैले सुरुमा त्यो गेमवाला स्पेसल एडिसन यहाँ स्न्यापड्रागनको लोगोसोको भएको देखेर अर्डर गरेको थिएँ, पछि क्यान्सल गरेको क्या। क्यामेरामा पनि क्या यो क्लिक्क टल्किने लाइट क्या। किन यही फोन त भन्ने कुरामा चाहिँ के भयो भने यो फोनमा चाहिँ स्न्यापड्रागन 8S Gen 4 प्रोसेसर रहेछ। अनि त्यसको लागि त्यसले चाहिँ गेमिङलाई चाहिँ एकदमै राम्रो गराउँछ, त्यस राम्रो स्मुथमा चल्छ भनेर यो किने हो। अनि यसमा चाहिँ 6500 मिलिएम्प पावरको ब्याट्री। अरे यो त मक्खन छ त, सकिगयो त। देखेँ म तपाईँहरूले अहिले यो भिडियो देखिरहनु भएको छ। यो भिडियो चाहिँ यही अहिले भर्खर किनेको यो पोको F7 फोनबाट हो। कस्तो लाग्छ खबर गर्नुहोला। These are the photo samples which are captured in different lighting condition. अनि गेमिङ चाहिँ हान्नुपर्छ ल।